Namaste. My name is Anish Kumar Yadav and I am from Bara district. My village name is Beldari. I have graduated from Trinity International School located in Delhi Bazaar. Currently I am going to study in Asia International University. My name is Rupesh Kumar Shah. I am from Motari. Currently I am going to Asia International University. Asia International University को बारे में सोशल मीडिया इन्फ्लुएन्सरबाट थाहा पायो, फेसबुक इन्स्टाग्रामबाट आइडीबाट थाहा पाएँ। एसिया इन्टरनेसनल युनिभर्सिटीको बारेमा चाहिँ मलाई सबैभन्दा पहिला चाहिँ बाबाले फेसबुक स्क्रोल गर्दा नै थाहा पाएको। देन त्यसपछि मैले यसो रिसर्चहरू गर्दा मेरो सिनियर दादा पनि जानुभएको रहेछ। उहाँ अहिले सेकेन्ड इयरमा हुनुहुन्छ अनि त्यो कुराहरू थाहा पाएपछि अझ मैले रिसर्चहरू गर्दै गएँ, बुझ्दै गएँ एन्ड आई गट टु नो मोर अबाउट दिस युनिभर्सिटी। नेपाली डिन भएको, एसिया इन्टरनेसनलमा आफ्नै भएको, आफ्नै कन्ट्री भएको कारण त्यसै कारण एप्लाई गरेको। सबैभन्दा पहिला जुन कुनै पनि युनिभर्सिटीहरूको इन्फ्रास्ट्रक्चरहरू सबैभन्दा हेरिने गर्छ। त्यसपछि चाहिँ उहाँको टिचर टिम मेम्बर्सहरू उहाँहरू नेपाली हुनुहुन्छ। त्यो भएर आफूलाई एकदम फ्र्याङ्क र एकदम नेपाली पनि इन्भाइरोमेन्ट पाउने भएको हुनाले पनि एउटा एसिया इन्टरनेसनल युनिभर्सिटी वान अफ द बेस्ट रोज्न पर्ने पनि म देख्छु। एन्ड मोर ओभर त्यहाँ नेपाली स्टुडेन्ट्सहरूको एकदम आवत जावत भएको हुनाले आफ्नो साथी सङ्गीहरू पनि एकदम नेपाली पाएको हुनाले त्यो पनि एउटा वान अफ द बेस्ट पोइन्ट हो एसिया इन्टरनेसनल युनिभर्सिटी चुज गर्नलाई चाहिँ। त्यहाँ जानको लागि आई एम सो एक्साइटेड होइन, किनकि आफ्टर लङ जर्नी 2-3 इयर्सको प्रिपेरेसन पछि चाहिँ अब हामीले फाइनली एउटा कलेजमा युनिभर्सिटीमा गएर त्यहाँ आफ्नो अब करियरलाई चाहिँ पर्स्यु गर्न जाँदैछौँ। सो एक्साइटेड चाहिँ एकदम धेरै छौँ एन्ड फ्युचरको लागि अभियसली केही राम्रो होस् भन्ने पनि चाहिरहेछौँ। लाइक प्यारेन्ट्सको होइन आफ्नो पनि एउटा ड्रिम फुलफिल गर्ने अपर्च्युनिटी पाएको हुनाले म एकदम एक्साइटेड छु त्यहाँ जान।